नेपालको राष्ट्रिय कार्यक्रम अन्तर्गत हाल 13वटा रोग विरुद्ध खोप निशुल्क प्रदान गरिन्छ, जसमध्ये टिडी खोप प्रेग्नेन्ट वुमेन अर्थात् गर्भवती महिलाको लागि दिइन्छ। जन्मने बित्तिकै BCG र POPV छ भने 6 हप्तामा पेन्ट्रा 1 जसमा DPT, हेपाटाइटिस B र हेमोफिलिया, त्यसै गरी BOPV1, PCV1 र रोटा भाइरस 1 दिइन्छ। त्यसै गरी 10 हप्तामा पेन्ट्रा 2, त्यसै गरी BOPV2, PCV2 र रोटा भाइरस 2 दिइन्छ। त्यसै गरी 14 हप्तामा पेन्ट्रा भ्यालिन 3, BOPV3, PCV3 त्यसरी दिइन्छ। त्यसै गरी 9 महिनामा मेजल्स रुबेला MR1 दिइन्छ भने 12 महिनामा चाहिँ जापानिज इन्सेफलाइटिसको दिइन्छ। त्यसै गरी 15 महिनामा मेजल्स रुबेला 2, त्यसै गरी 10 वर्षदेखि 14 वर्ष उमेर समूह जो स्कुल नजाने उमेर समूह छ त्यो उमेर समूहको लागि HPV खोप प्रदान गरिन्छ भने कक्षा 6 मा अध्ययनरतदेखि 10 कक्षासम्मको चाहिँ बालिकाहरूलाई चाहिँ HPV खोप चाहिँ दिइन्छ। नेपालमा आपूर्ति हुने सम्पूर्ण खोपहरू विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तरयुक्त रहेको भने प्रमाणित भएको हुनुपर्नेछ भने असल उत्पादन प्रक्रिया अपनाई उत्पादन भएको मुलुक वा अन्य देशमा प्रयोग गरिसकेको र उत्पादन गर्ने देशको नियमकारी निकायबाट दर्ता भएको र त्यो बाहेक चाहिँ औषधि व्यवस्था विभागबाट चाहिँ दर्ता प्रमाणीकरण भएको हुनुपर्नेछ।